मालिक ब्लकमा उकालो लाग्दैछौँ। पाल्पाको श्रीनगर 82 डाँडैमा जाँदैछौँ हामी। श्रीनगर 82 डाँडैमा हामी अलि मौसम छ, शीतल मौसम रहेको राम्रो रमाइलो। आहा 82 डाँडामा आज पुरा टिम छ। भारत मित्र राष्ट्र भारतदेखि घुम्न आउनुभएको रहेछ उहाँहरू गर्मी छल्नका लागि। बुटोलदेखि 40 किलोमिटर नपर्ने पाल्पा तानसेन बजार। ल हेर्नुहोस् उहाँहरू हामी अहिले बतासे बजारमा नजिक आइपुगेका छौँ। बतासे बजार पुरानो क्याम्पस, साइन्स क्याम्पस, यहाँ नेपालभरिका विद्यार्थीहरू पढ्ने लागेको छ। शीतल हावा खानु भयो बतासेको। हामी बतासे तर छोइसकेका छौँ। पुरा कुहिरो लागेको छ, माथि चिसो छ, साह्रै चिसो छ यहाँ। तराईमा गर्मी होला, यता चिसो छ, चिसो मौसम। चिया पसलहरू छ यहाँ, युवाहरू आएर बसेर चिया खाने ठाउँ। सुन्दर डाँडो छ माथि। अब हामी बाटो हेर्नुहोस् राम्रो छ। खाने अर्ग्यानिक देखा परेको छ। जोरते साला जोरते साला
त्यसलाला के भनी बोलाऊ मलाई कहिले भनी अर्गलीको खोलो अर्गलीको खोलो अर्गली आयो मकै उत्पादन बढी हुन्छ अर्ग्यानिकको धान रोपिसकेछन् मकै सकिसकेछन् मकै सकिँदा अर्ग्यानिकमा हुगेली खाजा घर आयो अर्ग्यानिकमा चिकौली अलि प्रख्यात छ अर्ग्यानिकमा रेडी 5 किलोमिटर अर्गलीको बजार आउन थालेको छ अर्गली बजार देखा परिसकेको छ अर्गली बजारमा आइपुग्यौँ हामी अर्गली बजार तानसिनभन्दा गर्मीको महसुस भइरहेछ हामीलाई अब अर्गलीको बगैँचा आउन थालेको छ बायाँतिर दाहिनेतिर गयो भने हामी रानीमलतिर लाग्छौँ रानीमल यो बाटो रानीमल जान्छ यतातिर हामी रेडी लाग्यौँ अर्गलीको बगैँचा रेडी देख्न सकिन्छ रेडी लानु खोला गाडी आएको छ रेडी देख्न परेको छ टिभी चार्ज गर्ने ठाउँ खाजा खाने ठाउँ अब हामी रेडीको अब हामी तल्लो बाटो लागेका छौँ ऋषिकेश मन्दिरतर्फ ऋषिकेश मन्दिरपछि हामी जानेछौँ पुलमा पुल
फाइनल्ली हामी तीनमुखे पुलमा आइसकेका छौँ। रेडीको तीनमुखे पुल कालीगण्डकीमा बाढी आएको छ। ऋषिकेश मन्दिर यहाँ माथि रहेको छ। तानसिनभन्दा गर्मीको महसुस भइरहेछ हामीलाई। अब अर्ग्यानिकको बगैँचा आउन थालेको छ। बायाँतिर दाहिनेतिर गयो भने हामी रानीमलतिर लाग्छौँ। रानीमल यो बाटो रानीमल जान्छ, त्यतातिर हामी रेडी लाग्यौँ। अर्ग्यानिकको बगैँचा रेडी देख्न सकिन्छ। रेडी लानु खोला गाडी आएको छ। रेडी देख्न परेको छ। टिभी चार्ज गर्ने ठाउँ, खाजा खाने ठाउँ। अब हामी रेडीको अब हामी तल्लो बाटो लागेका छौँ ऋषिकेश मन्दिरतर्फ। ऋषिकेश मन्दिरपछि हामी जानेछौँ पुलमा। तीनमुखे पुल देखा परिसकेको छ। फाइनल्ली हामी तीनमुखे पुलमा आइसकेका छौँ। रेडीको तीनमुखे पुल कालीगण्डकीमा बाढी आएको छ। ऋषिकेश मन्दिर यहाँ माथि रहेको छ। रेडीको तीनमुखे पुल ल हेर्नुहोस्, कालीगण्डकीमा बाढी आएको छ। नेपालको झन्डा उता पारी रेडी बजार। रेडीमा रहेको स्याङ्जा जाने बाटो त्यो, गुल्मी जाने बाटो त्यो, यो पाल्पा। कालीगण्डकीमा बाढी आएको छ। पारिपट्टि रेडी। हामी यता स्याङ्जातर्फ जाँदैछौँ। बाढी आएको छ। यी तीनमुखे पुल। हामी अहिले स्याङ्जातर्फ जाँदैछौँ। पाल्पाबाट स्याङ्जातर्फ। माथि हनुमानजीको मूर्ति रहेको छ। सरररर कालीगण्डकी बढेको छ। नेपालको झन्डा फरफराइरहेको छ। माथि चिसो मौसम थियो, यहाँ चाहिँ गर्मी भइरहेछ। गुल्मी पाल्पा स्याङ्जाको सङ्गम स्थल तीनमुखे पुल रेडीमा रहेको। हामी अहिले स्याङ्जापट्टि छौँ। हनुमानजीको मन्दिर रहेको छ। हनुमानजी राम भगवानको मूर्ति। हेर्नुहोस् गाइस, कालीगण्डकी बढेर आएको छ। पारी गुल्मी पर्यो। रेडी बजार रह्यो। हेर्नुहोस् रेडी बजार। यता आइसकेपछि पाल्पा ओ त्यहाँनिर हुनुहुन्छ ऋषिकेश मन्दिर।